ल अब हामी चाहिँ मन्दिरको दर्शन गर्ने ठाउँको नजिकै आइपुग्दैछ। यस्तो छ ठाउँ ठाउँमा पूजा गर्दै गर्दै अगाडि बढ्ने हो भने पछाडि मेन मुख्य गरेर मन्दिर गुफा भित्र छिर्दै छिर्दै जाने हो। यस्तो छ गुफा, एकदम पवित्र धार्मिक स्थल हो यो। टोखा नगरपालिका बोडेश्वर भन्ने यही हो। यो शिवपुरी राष्ट्रिय निकुञ्जको छेउमै पर्छ। गुफाभित्र पुरै बत्ती बालेको छ। मेन गरेर हाम्रो बोडेश्वर महादेव यहाँ बस्नु भएको छ। यसमा यहाँ पूजा गर्ने हो। अब निस्किनेको बाटो यताबाट छ, आउने बाटो छुट्टै छ, जाने बाटोको छुट्टै छ। अब मेन मुख्य मन्दिर यो हो बोडेश्वर महादेव। माथि बन्द छ कि आज। ल हामी अब दर्शन सकिएपछि रै यताबाट जाने हो। मेन बोडेश्वर महादेव यता बस्नु भएको छ, त्यहाँ जाने बाटो नभएर अहिले हामी यहीँ पूजा गरेर फर्किने क्रममा छ। निस्किनेको बाटो यताबाट छ। यो पुरै चट्टान हो। निस्किने द्वार यता। जय भगवान जय भगवान जय भगवान। यसो चाहिँ कामहरू सबै सफलतापूर्वक अगाडि बढाइदेऊ परमेश्वरी भगवान। कुनै काममा रोकठोक छेकथुन नगराइदेऊ परमेश्वरी भगवान। रक्षा गर जय भगवान। निस्किने बाटो यस्तो छ। जय भगवान जय बोडेश्वर महादेव। हर हर महादेव। निस्किने बेला अब यहाँबाट चाहिँ अब हामी बाहिर निस्किसकेका छौँ। यताबाट आउने, उताबाट घुमेर यताबाट आउने ठाउँ हो। ए अब बोडेश्वर झर्ना सुरु हुन्छ। यस्तो छ हजुर। यो भित्र जुन बोडेश्वर महादेवको मन्दिर हो भने पछाडि बाहिर झर्ना हो।